हेलो 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 नमस्कार, रात्रिकालीन नमस्कार छ सबैलाई चाहिँ सम्पूर्ण मेरो साथीहरूलाई। यसो अहिले चाहिँ म ड्युटीमा छु, यसो ड्युटी गरेर आएको अवस्था छ साथीहरू। यसरी चाहिँ यतातिर बजार छ, अगाडि साइडमा, यहाँ साइडमा यता बजार छ, यता पछाडितिर ठ्याक्कै चाहिँ फेरि बस्ती छ। यहाँ सट्टै यता यता दुईतिर गएको बाटो छ, यहाँ चाहिँ बस्ती छ। यसरी चाहिँ रातिमा ड्युटी गर्नुपर्छ हामीहरूले चाहिँ। भारतको गल्लीहरूमा सिटी पुग्नेहरू भनेर चाहिँ एउटा गाना पनि थियो, बम्बईका लाउर्या होइनौ तिमी, गल्लीका कुत्ता हो गरेर 2-4 पैसा भए घर आए, स्वास्नीसँग सुत्ता हो भन्ने एउटा गाना हामीले सानामा सुन्थ्यौँ के। त्यो वास्तविकता सही गाना रहेछ भन्ने कुरा चाहिँ अहिले विगत हामी केही वर्षदेखि गर्छौँ, यो काम गरिराखेका छौँ, त्यो महसुस हुन्छ। सानामा भने सुनेको थियौँ क्या, त्यो भएको हुनाले। ल, हाम्रो अर्को एकजना साथी हुनुहुन्छ, कता जानुभयो त? आउनु भएको छैन, कता जानुभयो? त्यो छ मेरो युट्युब च्यानल। साथीहरू, यो मेरो युट्युब च्यानललाई चाहिँ सबैले सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। जसरी फेसबुक पेजमा गर्नुभयो, प्रोफाइलमा गर्नुभएको त्यसरी नै माया गरिदिनु होला भन्न चाहन्छु होइन। आउँदा दिनहरूमा अरू पनि भिडियो रमाइलो रमाइलो भिडियोहरू आउनेछन्। अब यही हो, चौकीदार हो। चौकीदारको भिडियोहरू चाहिँ प्रायः जस्तो मेरो फेसबुक प्रशान्त मिनी ब्लगमा आउँछ होइन, त्यो चाहिँ हेर्नु होला। साना भिडियोहरू चाहिँ बनाउँछु म यसरी चाहिँ ड्युटी गर्ने एरियाहरू। यही हुन् साथीहरू। यस्तै सिटी बजाउनुपर्छ अनि त्यहाँबाट लास्टमा घर घरबाट 30 रुपियाँ, 40 रुपियाँ, 50 रुपियाँ, 100 रुपियाँ, 70 रुपियाँ यही रेट हो दिने। यही हो महिना हाम्रो चौकीदारी गर्नेवालाको। त्यसो भए हुनाले ल, मैले पनि यसो फेसबुकमा अनि युट्युबमा सानो सानो केही यसो गरौँ न त, जीविका पार्जन गरौँ भनेर चाहिँ एउटा भिडियोहरू बनाउने हाल्ने गरिरहेको छु। तपाईँहरू चाहिँ सबैले हेरेर साथ दिनु होला अनि मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। मेरो फेसबुकको लिङ्कमा छ युट्युब है त। साथीहरूलाई सबैलाई चाहिँ फेरि पनि अरू भिडियोहरू पनि आउँदै गर्छन् भन्दै अहिलेलाई चाहिँ सबैको शुभरात्रि भन्दै, हाम्रो चाहिँ अब नाइट गार्ड छ, नाइट ड्युटी छ, गर्नुपर्छ। त्यसो भए हुनाले ल, हुन्छ, सबैलाई चाहिँ शुभरात्रि भन्दै बिदा हुन्छु। हस्त, धन्यवाद। जय नेपाल।